हेलो वेलकम टु माई च्यानल। कति पछि मैले भिडियो बनाएको, आई मिन बिचमा एकदम बनाएन किनकि मैले केही नै गरेँ थिएन। अनि अब आज म अनि मेरो साथीहरू 2-3 जना आउला छ, उनीहरूसँग हामी आइसक्रिम बनाउन लागेको। अनि अब आइसक्रिममा मैले चाहिँ 2टा सोचेको छु, एउटा चाहिँ ओरियोवाला अनि मेरो साथीले चाहिँ अब चकलेट आइसक्रिम उसले बनाऊँ भनेको। सो अब उनीहरू आउँछ अनि हामी बनाउँला कि कुन आइसक्रिम बनाउने। ल अब मेरो साथीहरू चाहिँ यता आइसकेको छ। एकचोटि हाई भन्दै मेरो च्यानललाई हेलो औ कृष्ण। ल अब यिनीहरूले चाहिँ व्हिप्ड क्रिम निकालिसकेको छ। यस भयो। अब 450 हुन्छ। सो यहाँ चाहिँ आफूको सानो 150 ml को कप छ अनि हामी चाहिँ यहाँ अब अराउन्ड 450 जति राख्ने भनेर 300 राख्ने लागेको छ। अनि डिप फ्रिजमा राख्ने कति घन्टासम्म भयो होला। उयो अम्मा कति ठुलो छ ट्राई गर एकदम खान आफै एकचोटि तर यो भन्दा चाहिँ टेस्ट गर्नु आइसक्रिम जस्तै छ। उयो चाटो त्यो सुटीले कस्तो आयो अनि यता राम्रो हेर्छ गर्ने हो। 5 मिनट टाइममा राखेर गर्नुपर्छ। अलि एकदम यम्मी खालको हुने गरिदिनु। कस्तो ओरेन्ज हुँदो रहेछ है। अरेन्ज होइन घिउ जस्तो देखिरहेको छ यहाँ त। येलो अन्त घिउ नै त्यो जस्तो देखिरहेको छ। हेर न ल श्रुतिले गाउँबाट ल्याएको घरमै पारे हौ हैन अनि यसो गर भन्दैन एनर्जी लस हुन्छ। त्यो त के फिदा भयो त। त्यो त मिक्स गरेर जस्तो भयो। यो चाहिँ अलि अल्छीको बिहेभियर भयो। हेर यहाँ गर्नु थाल्यो क्यामेरा भिडियोको लागि मात्रै उसले यसो गरेछ, नत्र भए हो ल घर भिडियो देखाएर गर्नुपर्छ। ओ ल त्यो पनि पाङ्गो पार्दैन उयोले। यो हाम्रो क्रिस्टिनाले चलाइरहेको छ क्रिम। अब के हो भने ओरियो पनि हामीले म्यास गर्नु लागेको होइन, किनकि त्यसमा हाल्ने लागेको। यसले गर्ने के हो अब यो हामीले चाहिँ के आइडिया भने यसले होइन यहाँ बोतलले हेर्न मेरो बोतलले जुगाडु गरिरहेछ यहाँ। कसलाई फ्रस्ट्रेसन छ घाट ल हान्दै अनि त्यसमा ऊ भएको छैन भने पनि यसमा म्यास गर्नुहुन्छ। देखियो अलि राम्रो भएको छैन। पहिला हालौँ यो यस्तो चाहिँ भिडियोमा नदेखाउँ होला प्लिज। के गरेको सिङ्गर पनि छ हाम्रो ग्याङमा, एउटा भेरी प्रिटी सिङ्गर। विजयश्री धेरै मेहनत गरेर छ। पालै पालो म चाहिँ भिडियो गरेर छु अनि हेल्प पनि गरेर छु। मैले खानु सबैले खानु लाग्यो। अब किनकि हामीसँग इलेक्ट्रिक विस्कर होइन त्यो छैन, त्यही भएर यसरी गर्नु पर्यो। धेरै हार्ड वर्किङ। यहाँ दर्शकहरू कन्डेन्स मिल्क हो ब्लू काउको। अब यसमा हाल्ने कति अब फर्स्टमा चाहिँ हामी अलिकति नै हालेर आधी बट्टा नै हाल्छौँ। पुग्छ होला है। सो यसमा चाहिँ अब हामी यहाँ कोको पाउडर राखेर मिक्स गर्छौँ फर्स्टमा। कति
कति खै अलि यो चाहिँ अन्दाजी हो पहिला यति नै हालेर मिक्स गरौँ न त है पहिला मिक्स गरौँ हामीले यो 1 दिनको भ्यानिला के हो यो एसेन्स हाल्न लगाएको यो देखेन देखियो सो हामी फेरि मिक्स गर्छौँ अन्त अब हामी फेरि मिक्स गर्छौँ त्यसरी जसरी मिक्स गर्दा नि हुन्छ यो डिस्टर्ब गर्न आएर हामी इलेक्ट्रिक विक्स नभए पनि हाम्रो के भन्छ एकदम स्टिफ भइसकेछ है नाइस नाइस भा अब एक अलिकति नुन हाल्ने है अनि मिक्स गर्ने अब यो क्रिम चाहिँ वेब भइसकेको छ सो हामी अब उसले यो मिक्स गरेकोलाई यसमा राख्छौँ बिस्तारै राख्छौँ एक चम्चै हाल्यो यसमा हाल्यो त्यो अलिक कोको पाउडर नपुगेर हामीले चाहिँ फेरि एड गरेको जसरी यहाँ एलिजाले बोलेको देखेर के यसो बाङ्गो बाङ्गो के भन्छस् अब चक्लेट युज नाइस हो त्यसैले यसलाई गरौँ न के हो नाइस आर्टिस्ट नाइस भयो यार सही अब हामीले आइसक्रिमलाई फ्रिजमा हाल्छौँ होइन त्यही भएर अब के गर्ने भनेर हामी चाहिँ आलु फ्राई गरेर छौँ अनि हामीले के भनेको रे करेन्ट 2 PM सरी 2 PM अनि करेन्ट योवाला पनि यो करेन्ट बनायो अनि यो चाहिँ हाम्रो 2 PM बनाउँदैछन् हाम्रो विजयश्रीको चाहिँ अनि आलु फ्राई गर्दैछ सरी एलिजा आलु फ्राई गर्दैछ हेर कस्तो यम्मी देखिरहेको छन् यस धेरै यम्मी देखिरहेको छन् हामी चाहिँ यहाँ बनाउँदै बिजी होइन अनि यहाँ हाम्रो दुईजना चाहिँ पुरा ओमी टिभी गर्दै बिजी छ ब्लग चलिहाल्छ कि Ridiculous. I'm sorry. Oh, that's all right.